यतातिर आएन आऊ त हजुर एक्सरसाइज हुँदैछ अरे एक्सरसाइज पक्राउने भएन एकै दिन सक्नुपर्छ भोलितिर खनाम ल होइन त्यही त के छ बिहान गर्छु नखतम हजुर अनि ल बनाऊ मान्छे भिडियो ट्याक्क लाएर जता तपाईँको मेरो पनि गर है म खन्दैछु ल अब यहाँ म यसो बोल्न नि देऊ न मैले यहाँ अब धेरै वर्षपछि लगभग 17 वर्षपछि यहाँ मैले खेती गर्दैछु पहिलोचोटि अब पहिलोचोटि हो यो खेती गरौँ भनेर यति फालिदिएको थियो जग्गा यहाँ यो पनि फापरको साग पनि रहेछ यहाँ पनि हालेको छु पहिलोचोटि जताततैको हुन्छ अनि अब मकै राम्रै भएर छ पानी त आएन पानी नआए पनि चिसो थियो मकै राम्रै भएर छ अब एकचोटि पानी आयो भने मकै धेरै राम्रो हुन्छ अरू मान्छे उता पनि खिच्छ चारैतिर उताको टुँडाबाट पनि खिच्छ त ऊ त्यो छ नि अनि त्यस्तै मासु टाढा टुँडाको खिच्छ उताको टुँडाबाट पनि खिच्छ आऊ त पनि खिच्छ है म अझ बोल्छु है मैले आजभन्दा 17 वर्ष पहिला यो जग्गा लिएको थिएँ र पोखरादेखि मकै खन्न भनेर आएको छु लगभग स्कुटरमा 15-20 मिनट लाग्छ अब पहिलोचोटि खेती गर्दैछु यहाँ त्यत्तिकै एकजना त्यहाँ छिमेकीलाई दिएको थिएँ भाइलाई गर्नुभएको थियो अब म यहाँ पोखरा आएपछि म आफै गर्छु भनेर फेरि मकै छरेको अब मकै राम्रै भएको छ तर पानी आयो भने धेरै राम्रो हुन्थ्यो यहाँ फेरि धेरै मलिलो माटो छ खेती यहाँ जे पनि हुन्छ यो हो लेखनाथ वडा नम्बर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर 29 यसलाई कालिका चोक पनि भन्छ यो एरियालाई खलियाड भन्छ र यहाँ मकै खनेपछि बिहान बिहान एक्सर्साइज पनि हुने काम पनि हुने त्यही भएर म स्कुटरमा बिहान आएको पोखरा त्यो के अरे एयरपोर्टभन्दा माथि नहर मार्गदेखि त्यही भएर अब आज जति खनिन्छ त्यसै भोलितिर खन्न पर्ला न भोलि पनि आउँछु नजिक छ टाढा छैन त्यही भएर बिहान बिहानको अरू कसलाई काम उ गरेर भन्ने अब आफै गरेपछि शरीरको पनि एक्सर्साइज हुने यता काम पनि हुने ल हस् त धन्यवाद ल